यो परेको छ। यो जो दुम्लिङ क्षेत्र छ यहाँ माननीय हर्क सम्पाङले पुल बनाइरहेको ठाउँ, यहाँ पुल बनाउनु पर्दैन थियो यदि नेपाल सरकारले यो सडकमा पर्याप्त मात्रामा बजेट हालेर पिच रोड यहाँसम्म ल्याइ पुर्याएको भएपछि इन्डियाको जस्तै पुलहरूको आवश्यकता थिएन। तर विडम्बना नेपाल सरकारले यो सीमा क्षेत्रका लागि सेनाद्वारा निर्माण भइरहेको तिङ्कर सडकमा बजेट नै विनियोजन गर्दैन। ल साथीहरू, फाइनली यता कल्चुमा आइपुग्यो होइन, उहाँ कुशल सर पनि आइपुगे। ओके, आजको ब्लग एकदमै बेस्ट हुनेवाला छ र हामी यता यो कल्चु एरिया हेर्नुहोस् त, यहाँ कति राम्रो ठाउँ छ। भिडियो चाहिँ फेरि पुरै हेर्नुपर्छ नि हो, आनन्द लिनको लागि त यहीँनिर फेरि ट्विन बनाएर पनि पारिपट्टि जानुपर्ने बाध्यता छ यहाँ कल्चु एरियाका। अनि दुम्लिङकै मान्छेहरू पनि यता आउँछन्, सबै देखाउँछु भिडियोमा, निरन्तर बनिरहनु होला है। पारिपट्टि इन्डियाले ब्लास्टिङ गर्दा त्यसको ढुङ्गो उछिटिएर यहीको एकजना पवन महरा 10-12 वर्षको बच्चाको निधन भएको थियो नि, त्यो एकदमै चर्चामा आएको थियो। यही एरियामा हो क्या साथीहरू। सेनाहरूले चाहिँ आफ्नो तलब कति नै हुन्छ र, अनि त्यो पनि सेनाले आफ्नो कल्याण कोषबाट गर्नको लागि अब मिल्छ मिल्दैन, नेपाल सरकारले चाहिँ बजेटै हालिदिँदैन। ल यहाँनिर नेपाली सेनाले कम्प्रेसर राख्नु भएको छ। अब बजेट छैन त फेरि कसरी काम गरोस् नेपाली सेना, बजेट हालिदिँदैन नेपाल सरकारले। अनि पारिपट्टि 2 लेनको चाहिँ पिच बाटो छ हेर्नुहोस् इन्डियातिर, अनि हाम्रोतिर अब बजेट आएकोले त काम गर्छ होइन, एकदमै सेल्युट गर्न चाहन्छु नेपाली सेनालाई। तर बजेटै हालिदिँदैन, अनि एक दुई महिना भनौँ त 1-2 महिना काम गर्नुको लागि पनि बजेट हालिदिँदैन त अब सेना बिचराले मात्र के गरोस् है। यस्तो अवस्था छ हाम्रोतिरको बाटोको। यो चाहिँ तिङ्कर सडक हो है, तिङ्कर सडक। सबैजनाले हेर्नु होला, अब तपाईँहरू आफै आएर हेर्न सक्नुहुन्न। अनि मैले यो भिडियो बनाएर त पोस्ट गरिरहेको छु, यसलाई त हेरिदिनु होला नि त, लोभ लालच नगरेर लाइक गरेर है, सेयर गरी सबै नेपालीमा चाहिँ पुगाइदिनु होला। यस्तो चट्टानहरू काटेर चाहिँ नेपाली सेनाले बाटो निर्माण गरेको छ। आउनु न हो साथी, आउनुहोस् छिटो। ल साथीहरू, उहाँ पनि आउँदै हुनुहुन्छ, कुशल किरातीजी हुनुहुन्छ। र हामी भनौँ त अहिले यो नेपाली सेनाले निर्माण गरिरहेको तिङ्कर सडक को यो जो छ सडकको अवलोकन गर्नको लागि यतातिर आएका छौँ। यस्तो भिडहरू छ, अब तपाईँहरू देख्नुहुन्छ है कस्तो छ भन्ने देख्नुहुन्छ कि। अनि सुन्नु न, नजाने भन्दा हुनुहुन्थ्यो नि त तपाईँ। अनि ल अब आवाज थर्क्यो किन? यो यस्तो चाहिँ डेन्जरस तपाईँको चाहिँ हाइकिङ एरिया बन्छ होइन यहाँ पर्यटनको लागि होइन। अब टक्क चाहिँ हर्क सम्पाङले बनाएको झोलुङ्गे पुलमा सेल्फी खिच्ने, अनि यो चाहिँ तम्बाकु एरिया होइन, यो कल्चु एरिया आङतुङती एरियाको नेपाली सेनाले निर्माण गरिरहेको बाटो पनि हेर्ने है त। क्या गजब, आहा। ल अगाडि एक्लै आएको थिएँ है यहाँ, हामी शङ्कर सर र म नै आएका छौँ 1-2 पटक। अनि अहिले चाहिँ नेपाल पूर्वदेखि का मिडियाहरू पनि आइरहेका छन्, यहाँको भूगोल बुझिरहेका छन्। यो चाहिँ हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो क्या। ल अब यो कल्चु एरिया, अब यो आङतुङती के हामी चाहिँ आङतुङती पुगिरहेका छौँ। गोठान हुँदै आङतुङती पुग्यौँ र यहाँ पारिपट्टि देखिने सडक 2 लेनको पिच छ, फेरि चाहिँ त्यो इन्डियाको हो। अनि वारिपट्टिको चाहिँ हाम्रो यो सडक, यहाँसम्म गाडी नै पुगेको छैन साथीहरू। अब सेनाले बनाइरहेको छ, दुःखको कुरो बजेट नै हुँदैन, अनि के गर्ने त। बजेट नै छैन भने अब बिचरा सेनाहरूले चाहिँ आफ्नो तलब कति नै हुन्छ र, अनि त्यो पनि सेनाले आफ्नो कल्याण कोषबाट गर्नको लागि अब मिल्छ मिल्दैन, नेपाल सरकारले चाहिँ बजेटै हालिदिँदैन। यस्तो दुःखको कुरा छ यहाँ। म चाहिँ तपाईँहरूलाई यो आङतुङती एरियाबाट
यो भिडियो सेयर गरिरहेको छु र यहाँ तलपट्टि डरलाग्दा पखानहरू छन् हो साथीहरू। यहाँ हेर्नुहोस् है, यहाँ हेर्नुहोस्, ऊ त्यो देखिने चाहिँ हामी छोडेर आयौँ दुम्लिङ क्षेत्र। अनि लो यता कस्तो लागिरहेको छ, कस्तो लागिरहेको छ तपाईँहरूको मनमा, त्यो चाहिँ सेयर गर्नु होला है, त्यो बताउनु होला। लो राम्रो राम्रो ठाउँहरू के, फिल्म सुटिङ गर्नलाई हुन्छ कि हुँदैन यो ठाउँमा? क्या गजबको छ है। हो है। ल अब यहाँपट्टिबाट त तपाईँको फेरि यो गाउँ छ नि, गाउँ यो आङतुङती हो, आतुङती हो, आतुङती। अनि अब सेनाले बाटो त बनाउँथ्यो तर सरकारले बजेटै दिँदैन, त्यस्तो छ क्या यो आतुङती एरिया हो साथीहरू। ल हेर्नुहोस् त, यस्ता डरलाग्दा पखानहरू छन्। अनि तपाईँ बसी भिडियो हेरिरहनु भएको छ नि, लाइक गर्नुभएको छैन पक्कै पनि, लाइक गर्नु न हो। अनि फेरि सब्सक्राइब पनि गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नु होला। म तपाईँलाई यहीँनिर पुगेर यहाँ एउटा चिज देखाउँछु है, सरप्राइज नै भयो तपाईँहरूलाई। यो आङतुङती गाउँ, यहाँ खाना पनि खाएको छु मैले। अनि तपाईँलाई मैले देखाउनु खोजेको यो चाहिँ बाटो हो रे। बाटो कबको बाटो हो भने यो इन्डियन बाटो नबन्दासम्म, भारतले यो सडक नबनाउँदासम्म यही बाटो भएर तलमाथि गर्थ्यो होइन। अब उतापट्टि पुरै पिचै पिच छ, हाम्रोतिर यस्तो छ भर्खरै ट्र्याक खोलिरहनु भएको छ नेपाली सेनाले, तर बजेट छैन। बजेट नभएर कसरी खोलोस् त है, एकदमै दुःखको कुरा के साथीहरू। आतुङती एरिया हो अनि ऊ देखिने कल्चु एरिया हो। र यहाँ चाहिँ तपाईँको केही वर्ष अगाडि सुन्नुभएको थियो नि, पारिपट्टि इन्डियाले ब्लास्टिङ गर्दा त्यसको ढुङ्गो उछिटिएर यहीको एकजना पवन महरा 10-12 वर्षको बच्चाको निधन भएको थियो नि, त्यो एकदमै चर्चामा आएको थियो। यही एरियामा हो क्या साथीहरू। अब नामहरू केही तलमाथि हुनसक्छ, मलाई अब ठ्याक्कै भनौँ त यो ठाउँको नाम यो भन्ने क्लियर नहुन पनि सक्छ। तर अब यो एरिया आतुङती एरिया हो अनि अगाडिको कल्चु एरिया हो, कल्चु एरियातिर गइरहेको हो। ल साथीहरू, फाइनली यता कल्चुमा आइपुग्यो होइन, उहाँ कुशल सर पनि आइपुगे। ओके, आजको ब्लग एकदमै बेस्ट हुनेवाला छ। र हामी यता यो कल्चु एरिया हेर्नुहोस् त, यहाँ कति राम्रो ठाउँ छ। भिडियो चाहिँ फेरि पुरै हेर्नुपर्छ नि हो, आनन्द लिनको लागि त यहीँनिर फेरि ट्विन बनाएर पनि पारिपट्टि जानुपर्ने बाध्यता छ यहाँ कल्चु एरियाका। अनि दुम्लिङकै मान्छेहरू पनि यता आउँछन्, सबै देखाउँछु भिडियोमा, निरन्तर बनिरहनु होला है। अनि खानु परेन त, यहाँ बिस्कुट अब त भोक लागिसक्यो होइन कुशल सर? अनि अब लिएर आयौँ त, अब ल्याएको त खानु पऱ्यो नि होइन। ठ्याक्कै कति बज्यो आज? 1 बजिसक्यो फेरि 1 बजी पुग्यौँ नि त हामी यहाँ त होइन। यो चाहिँ पछिल्लो समय सेनाले काम त गरिरहेछ साथीहरू, के गर्ने, बजेटै छैन, बजेटकै अभाव छ है। ओके साथीहरू, हामी ठ्याक्कै कल्चु एरियामा छौँ र यता पनि मान्छेहरू आइरहनु भएको छ। दर्शकहरू, म यति बेला दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर 2 यो कल्चु एरियामा छु, जहाँ चाहिँ नेपाली सेनाले टिङ्कर सडक निर्माण गरिरहेको छ। तर विडम्बना, नेपाल सरकारले बजेटै दिँदैन। यो वर्षको बजेट त सकियो, अब 1 करोड बजेटले कति नै सडकको ट्र्याक खोल्न सकिन्थ्यो। तैपनि अब यहाँको रिपोर्टिङ गर्दै गर्दा हाम्रो टेलिभिजनको वार्षिकोत्सव हुन पुग्यो, तर मैले भिडियो आजै पठाउन सक्ने अवस्था छैन, किनकि यहाँ नेटवर्कै लाग्दैन। यो एरियासम्म सेनाले ट्र्याक ओपन गरेको छ, ट्र्याक गाडी आउने ट्र्याक होइन, गाडी आउनको लागि सडक बनाउन लायक ट्र्याक हो। यो कति पीडा, कतिको सङ्घर्षका बावजुद यो सडक निर्माण भइरहेको छ भन्ने कुरो तपाईँहरू राम्रोसँग देख्न सक्नुहुन्छ। अहिले राजसभाको सरकार छ, पुरानाहरूले त
यो सडकमा बजेट हाल्दै हालेनन्। अब बालेन सरकारले के गर्छ हेर्न बाँकी छ। म यही सडकको किनाराबाट यहाँहरूलाई रिपोर्टिङ गर्दै न्युज 24 टेलिभिजनको 16औं वार्षिकोत्सवको शुभकामना त दिन्छु नै। यो जो दुम्लिङ क्षेत्र छ यहाँ माननीय हर्क सम्पाङले पुल बनाइरहेको ठाउँ, यहाँ पुल बनाउनु पर्दैन थियो यदि नेपाल सरकारले यो सडकमा पर्याप्त मात्रामा बजेट हालेर पिच रोड यहाँसम्म ल्याइ पुर्याएको भएपछि इन्डियाको जस्तै पुलहरूको आवश्यकता थिएन। तर विडम्बना नेपाल सरकारले यो सीमा क्षेत्रका लागि सेनाद्वारा निर्माण भइरहेको तिङ्कर सडकमा बजेट नै विनियोजन गर्दैन। यो पालि के गर्छ हेर्न बाँकी छ। ओके, यहाँ कल्चो एरियामा पुग्यो। हेर्नुहोस् त यहाँ पानीको झरना के हौ। ल यो एरिया मैले चाहिँ अहिलेसम्म अब ड्रोनको फुटेजहरू पनि लिएँ होइन। अनि यहाँ मान्छेहरूसँग पनि भेटघाट भयो। अगाडि आउँदाखेरि यहाँ बाटो जोडिएको थिएन, सेनाले काम गरिरहेको थियो। अहिले आउँदाखेरि चाहिँ यहाँ बाटो कल्चु भिरमा चाहिँ जोडिएको अवस्था छ। हामी यहाँ देख्न सक्छौँ साथीहरू। कस्तो कस्तो डरलाग्दो है। म यहाँ तपाईँहरूलाई देखाउँछु। ल ओहो हेर्नुहोस् त यस्तो यस्तो डरलाग्दो ठाउँ। कुशल सर कस्तो लागिरहेछ? एकदमै ऐतिहासिक अनि एकदमै फ्यान्टास्टिक र इन्जोय लागिरहेको छ। वास्तवमा यो छोडेर जान मन लागिरहेछ कि नै? गएकै गर्न मन लागिरहेको छ। एकहोर हो किनकि माथितिर हिमाल जस्तो देखिरहेको छ तर त्यो ठ्याक्कै हिमाल होइन, यो परेको छ। कतै स्वर्गतिर जाँदैछु जस्तो भान भइरहेको छ मलाई। हो ल अनि तपाईँहरू आउने होइन त यता त्यो कल्चो एरिया के यस्ता यस्ता चट्टानहरू काटेका छन् कि अब नेपाली सेनालाई त सेल्युट नै गर्नुपर्छ। तर चाहिँ सेनालाई बजेटै दिँदैन सरकारले। अनि यसमा के भन्न चाहनुहुन्छ हो कुशल सर? यसमा मेरो एकदमै खेद प्रकट गर्न चाहन्छु नेपाल सरकारप्रति। सरकारले बजेट हाल्नु पर्यो होइन? एकदम हाल्नुपर्छ, अनिवार्य हाल्नुपर्छ। किन र यो देश यो दार्चुला नेपाल होइन र? हो नि तपाईँले एकदम अब तपाईँको मिडियाबाट पनि यो खबरदारीपूर्ण आवाज जानु पर्यो है सर। ल अब यहाँ आइपुगिएको छ यो कल्चो एरियामा। ल हेर्नुहोस् यस्तो चट्टानी भूभाग है। ओ ल यो कति डरलाग्दो छ हो। अरे डरलाग्दो नभन्नु के, घुम्न लायक फ्यान्टास्टिक गजब छैन र? अनि आउनु भएको छ यस्तो ठाउँहरू देख्नु भएको छ? फिल्महरू सुटिङ गर्नको लागि गजबकै ठाउँ छ के यो। अनि यसो चाहिँ तपाईँको हो उतातिर अब यो ढुङ्गाको भित्रपट्टिबाट गइने जस्तो पो छ हो। ल यता हेर्नुहोस् यो देखिने चाहिँ मित्र राष्ट्र इन्डियाको भूभाग हो उतातिर के। अनि यहाँ आउनै पर्थ्यो किनभने अब सरकारले बजेट हाल्दैन, बजेट बनाउँदैछ। यो पालि चाहिँ बालेन सरकारले के गर्छ हेर्नुपर्छ। सबैले लाइक गरेर सेयर गर्नु होला दुम्लिङमा बाटो पुगाउनुको लागि। ओ ल अब यहाँ त यस्तो पो छ हो। हो ल अब यहाँबाट छिरेर भित्र जाने रे। ल बजेट नभएर नेपाली सेनाले काम गरिरहेको तिङ्कर सडकमा कम्प्रेसरहरू यसरी भनौँ त सुतेर बसेका छन् है। यो त्यहीले लिन्छन् कि हवाईबाट के अरे हेलिकप्टरबाट लिफ्ट गरेकावालाहरू हुन् कि। अनि ल यो चाहिँ तपाईँको तिङ्कर सडक कल्चो एरिया
ल हेर्नुहोस् त कस्तो लागिरहेछ मनमा सबैले सेयर गर्नु होला है।